हेलो साथीहरू, के छ? सन्चै हुनुहुन्छ? पार्ट 2 आइसकेको छ, रक्सी बसाल्ने भिडियो। ल हेर्नु, तपाईँहरूलाई म रक्सी बसालेर देखाउँछु। अब रक्सी चाहिँ बसाल्ने बेला भइसकेको छ। पानी निकाल्नु पर्छ सुरुमा। तातो पानीहरू चाहिँ चेन्ज गरेर जानुपर्छ रक्सी पार्ने बेलामा, होइन? तातो पानी चेन्ज निकाल्ने, चिसो पानी हाल्ने, चेन्ज चाहिँ गरिहाल्नुपर्छ। अनि मात्रै रक्सी पर्छ, नत्र पर्दैन। अब यो हाम्रो लास्टै पानी थियो क्या, अब यो निकालेर अनि अर्को रक्सी बसाल्ने हामी। क्यामेरा चाहिँ म यहाँ राख्छु, अनि अब निकाल्नुपर्छ। तातो हुन्छ यहाँनिर सब बाफ, यही बाफले रक्सी बन्ने हो। यो बाफ उडिरहेको नि बाफ, यही बाफले रक्सी बन्ने हो। यो बाफ चाहिँ कहाँ लाग्छ म देखाउँछु तपाईँहरूलाई। बाफमा यहाँबाट योभित्र हाल्नुपर्छ हामीले। कट भनेको मिठा र जाँडबाट बन्छ। एउटा अझ एउटा काम बाँकी रहेछ, यहाँ पानी चाहिँ खानु पर्छ। मैले पानी चाहिँ म फालेर आउँछु, बाल्टीको पानी। अब हातमा पानी यसरी भिजाएर अनि तातो कटमा यसो हात हाल्नुपर्छ। यस्तो तातो हातमा पऱ्यो भने हात खुद्रिन्छ। जोगाएर काम गर्नुपर्छ साथीहरू। यस्तै हो जिन्दगी, गाउँले जिन्दगी यस्तै हो। भिडियो लामो हुन्छ, अनि यसलाई स्टप भिडियो लामो हुन्छ भनेर मैले स्टप गरेर अब यो कट निकालेर सक्यो। यो यसो गरेर हाल्नुपर्छ। यो कट हाल्नुपर्छ अनि यो चाहिँ रक्सी पाल्नु पर्यो। त्यो अब यसमा भाडा हाल्नुपर्छ। यसलाई चेक गरेर नि पाइप जाम रहेछ। पाइप जाम रहेछ यो पाइप। घाँसै जाम यो पाइप। यो पाइप जाम छ, यसलाई कसरी निकाल्ने पाइप? भिडियो स्टप गर्नु पऱ्यो। पाइप जाम थियो, मैले जाम हटाइदिएँ यो हालेर। भित्र छिराएर यो चाहिँ हाम्रो खर हो कि खर। हजुर पाइपबाट पानी चेक गर्नुपर्छ। पाइप यो जाम छ पाइप। हेलो गाइस, म चाहिँ यता छु। के भयो? पाइप यो जाम छ। मुखले फुक्नु नि त पाइप बाँध्नु भयो। आफू बोल्नु फुकेको त नभए के हो? के थियो भित्र? कफी आइन्छ होला। त्यो जाम चाहिँ पाइप के छ के छ?
पाइप जाम थियो, पाइप अझै भएन। पाइप जाम थियो र त्यसैले ढिलो भयो। त्यो हालेँ। त्यसपछि कपडाले बाँध्न जानलाई छेउछाउमा ल्याइदिनुपर्छ। कपडा तल पनि ल्याइदिनुपर्छ, तल पनि कपडा। हाम्रो फाइनली भइसक्यो। यो पाइपबाट रक्सी आउँछ र यो जर्किनमा जान्छ सर। र लगाइज यति नै हो हाम्रो, सकियो रक्सी पारेर।